सम्पूर्णमा नमस्कार। म मखर्का त्रिभुवन विश्वविद्यालय परीक्षा निर्णय कार्यालय बल्खु। आजको यस भिडियोमा त्रिभुवन विश्वविद्यालयको परीक्षा निर्णय कार्यालय बल्खुले सञ्चालन गर्ने 4 वर्षीय स्नातक तह बिटेक फुड चौथो वर्षको नियमित तथा आंशिक 2082 को एक्जाम शेड्युल अथवा परीक्षाको तालिका सम्बन्धी जानकारी दिन गइरहेका छौं, जुन त्रिभुवन विश्वविद्यालयको परीक्षा निर्णय कार्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय बमोजिम 2083 साल 4 महिना 6 गतेदेखि 4 महिना 11 गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको थियो। सोही बमोजिम सञ्चालन गर्ने निर्णय गरिए तापनि त्यसमा चाहिँ सानो चाहिँ परिवर्तन गर्नुपर्ने जुन चाहिँ सानो चेन्जेस आएको हुनाले त्यो चेन्जेसलाई चाहिँ एडजस्ट गरेर हामीले आज पुनः प्रकाशित गरेका छौं। यो पुनः प्रकाशित हुन गइरहेको तालिका चाहिँ कस्तो रहेको छ भने 2083 406 गते नै सुरु चाहिँ त्यही गतेदेखि नै 6 गतेदेखि नै हुन्छ भने तर अन्तिम चाहिँ 14 गतेसम्म छाडिएको छ। 8 गतेको एक्जामलाई चाहिँ पोस्टपोन गरेर 14 गते छाडिएको जानकारी गराइन्छ। अब यसलाई हेर्नको लागि चाहिँ हामीले तीनटा वेबबाट हेर्न सकिन्छ। एउटा रहेको छ हाम्रो वेबसाइटबाट हेर्न सकिन्छ, त्यसैगरी अर्को हाम्रो फेसबुक पेजबाट पनि हेर्न सकिन्छ भने त्यसैगरी अर्को तपाईको के रे यो युट्युब च्यानलबाट पनि हेर्न सकिने रहेको छ। म सर्वप्रथम हजुरलाई वेबसाइटबाट कसरी हेर्ने भन्ने कुराको जानकारी दिन गइरहेको छु है। सर्वप्रथम हजुरले आफ्नो मोबाइल अथवा ल्यापटपमा के छ अथवा डिभाइस छ त्यसमा भएको हजुरले कुनै एउटा ब्राउजर खोल्नुहोस्। मैले हजुरलाई क्रोम खोलेर देखाएँ। त्यो ब्राउजर खोलिसकेपछि ब्राउजर भित्र गएर हाम्रो जुन परीक्षा निर्णय कार्यालयको वेबसाइटको एड्रेस छ त्यो राख्न पर्ने हुन्छ। exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुपर्ने हुन्छ। जब हजुरले exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुहुन्छ अनि यस्तो स्क्रिन चाहिँ देखिनेछ। यस्तो स्क्रिन देखिसकेपछि यहाँनिर हजुरले इन्ट्रो भन्ने अप्सन यहाँनिर क्रस अप्सन देखिनेछ। क्रसमा गएर हजुरले क्रस गर्नुपर्ने हुन्छ है। हजुरले क्रस गरिसकेपछि यहाँनिर तलपट्टि एउटा एबाउट अस, नोटिसेस, इभेन्ट, न्यूज एन्ड इभेन्ट्स, डाउनलोड्स, रिजल्ट, स्टुडेन्ट पोर्टल, कन्ट्याक्ट अस, एफएक्यू, ओल्ड वेबसाइट, युट्युब च्यानल भनेर नम्बर र मेनुजहरू रहेको छ। त्यसैगरी हजुरले सेकेन्ड नम्बरको मेनुजमा चाहिँ नोटिसेस भन्ने मेनु छ। यो नोटिसेस भन्ने मेनुमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ। जब हजुरले नोटिसेस भन्ने मेनुमा क्लिक गर्नुहुन्छ अनि यस्तो स्क्रिन देखिने गर्दछ। यस्तो स्क्रिन देखिसकेपछि हजुरले स्क्रोल डाउन गर्नुपर्ने हुन्छ। स्क्रोल डाउन गरिसकेपछि त यहाँनिर गएर हजुर यहाँनिर देख्न सक्नुहुन्छ टाइटल छ, पब्लिश डेट फ्रम, पब्लिश डेट टु, सिलेक्ट नोटिस टाइप भन्ने छ। हजुरले यहाँनिर गएर सिलेक्ट नोटिस टाइपमा चाहिँ एक्जाम सेड्युल सिलेक्ट गर्नुपर्ने हुन्छ। जब हजुरले एक्जाम सेड्युल सिलेक्ट गर्नुहुन्छ अनि यतापट्टि गएर सर्च भन्ने बटनमा हजुरले क्लिक गर्नुपर्ने हुन्छ। एक नम्बरमा के गर्ने, नोटिसेस भन्ने मेनुमा क्लिक गर्ने। त्यसबाट क्लिक गरिसकेपछि तलपट्टि गएर टाइटल, पब्लिश डेट फ्रम, पब्लिश डेट टु र एक्जाम सेड्युल चाहिँ एक्जाम सेड्युललाई सिलेक्ट गरेर यतापट्टि सर्च बटनमा गएर क्लिक गर्ने। जब हजुरले सर्च भन्ने बटनमा गएर क्लिक गर्नुहुन्छ अनि के देखाउँछ हेरौँ है। जब हजुरले यसमा क्लिक गर्नुहुन्छ अनि यस्तो स्क्रिन देखिनेछ। सर्च बटनमा हजुरले क्लिक गरेपछि यस्तो स्क्रिन देखिनेछ। सर्च बटनमा क्लिक गर्दा बित्तिकै सर्च बटनमा क्लिक गर्दा यस्तो देखिन्छ। यस्तो देखिसकेपछि हजुरले तलपट्टि गएर स्क्रोल डाउन गर्नुपर्ने हुन्छ। स्क्रोल डाउन गरिसकेपछि तलपट्टि सेकेन्ड अप्सनमा देखिनेछ। यहाँनिर हेर्न सक्नुहुन्छ सेकेन्ड अप्सनमा देखिनेछ रिभाइज एक्जाम शेड्युल 2083-3-18 4 वर्षीय बिटेक फुड फोर्थ इयर रेगुलर एन्ड पार्शियल 2082 पब्लिस्ड भनेर हजुरले यसमा क्लिक गर्नुपर्ने हुन्छ। जब हजुरले यसमा क्लिक गर्नुहुन्छ अनि हजुरले चाहिँ यसरी स्क्रोल डाउन गर्नुपर्ने हुन्छ। स्क्रोल डाउन गरिसकेपछि तलपट्टि दोस्रो नम्बरमा यो चाहिँ पहिलोपटक माथिल्लो भनेको चाहिँ यो एक्जाम सेड्युल भनेर छन् जुन माथिल्लोपटक हाइलाइट गरेको छ त्यो भनेको चाहिँ प्रथमपटक पहिलोपटक पब्लिस भएको के भन्छ अरे हाम्रो सेड्युलको सूचना हो भने त्यसैगरी तलपट्टि रहेको चाहिँ हाम्रो दोस्रो पटक पब्लिस गरेको तालिकाको परीक्षा तालिका हो। त्यसलाई चाहिँ हेर्नको लागि हजुरले यहाँनिर डाउनलोडमा क्लिक गर्नुपर्ने हुन्छ। जब हजुरले डाउनलोडमा क्लिक गर्नुहुन्छ अनि यस्तो स्क्रिन देखिनेछ। यस्तो स्क्रिन देखिसकेपछि हजुरले यहाँनिर गएर हेर्न सक्नुहुनेछ पब्लिस डेट 2083-2-26 रिपब्लिस डेट 2083-3-18 आज भनेर रहेको छ। त्यसैगरी यहाँनिर एक्जाम शेड्युल 4 वर्षीय बिटेक फुड फोर्थ इयर रेगुलर एन्ड पार्शियल 2082 भनेर रहेको छ। त्यसैगरी यहाँनिर त्रिभुवन विश्वविद्यालय परीक्षा निर्णय कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार 2083 सालमा सञ्चालन हुने 2082 सालको 4 वर्षीय स्नातक तह बिटेक फुड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा दिने विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका परीक्षार्थीहरूको नियमित तथा आंशिक परीक्षा केन्द्रीय सञ्चालक समितिको निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो कार्यक्रम प्रकाशित गरिएको जानकारी प्रकाशित गरिएको छ भनेर जुन यहाँनिर सम्बोधन गरेर यहाँनिर हाम्रो लेखिएको छ है। सानो हाम्रो यहाँनिर छ नि हामीले कुनको परीक्षा चल्दैछ एउटा भाषा हामीले जुन बेहोरा चाहिँ हामीले त्यो बनाएर राखिदिएका छौँ। सोही बेहोरा अनुसार चाहिँ
परीक्षा सञ्चालन हुने भएको छ भने त्यसै गरी परीक्षा सञ्चालन भनेको दिउँसो 12 बजेदेखि 3 बजेसम्म रहेको छ। हजुरहरूले चाहिँ यहाँनिर सिमै देख्नुहुनेछ परीक्षामा चाहिँ के चाहिँ परिवर्तन भयो भन्ने चाहिँ लाग्यो भने हामी यहाँनिर के गरेका थियौँ भने पहिलेको परीक्षामा चाहिँ 2083 4/6 मा चाहिँ यो डेरी टेक्नोलोजी थ्योरीको थियो भने त्यसै गरी 2083 साल 4 महिना 8 गते चाहिँ यो अपरेसन रिसर्च एन्ड फुड प्लान्ट म्यानेजमेन्ट थ्योरी भनेर चाहिँ यो 14 गते सारेको परीक्षा चाहिँ पहिला 8 गते थियो। 6, 8 र 11 6 गते एउटा परीक्षा, 8 गते अर्को परीक्षा र 11 गते अर्को परीक्षा थियो। तर अहिले हामीले परिवर्तित तालिकामा चाहिँ के गर्यौँ भने स्पेसल्ली उहाँहरूको क्याम्पसबाट रिक्वेस्ट आएको थियो। सो रिक्वेस्टलाई चाहिँ हाम्रो यहाँको अपर जुन माथिल्लो तहको व्यवस्थापनले चाहिँ अथवा यहाँको निकायबाट चाहिँ के आयो भने क्याम्पसबाट रिक्वेस्ट आए बमोजिम चाहिँ यसलाई अलिकति सच्याउनु पर्ने भनेर चाहिँ सल्लाह गरियो र सोही अनुसार सल्लाह भइसकेपछि सोही बमोजिम चाहिँ हामीले परीक्षा तालिका परिवर्तन गऱ्यौँ र परिवर्तित जुन परीक्षा तालिका छ त्यसलाई चाहिँ आज हामी प्रकाशित गर्न गइरहेका छौँ। जसमा पहिला चाहिँ 6 गते डेरी टेक्नोलोजीको थियो, त्यसै गरी 8 गते अपरेसन रिसर्च एन्ड फुड प्लान्ट म्यानेजमेन्ट थ्योरीको थियो, त्यसै गरी 4/11 गते स्टोरेज एन्ड प्याकिङ टेक्नोलोजी थ्योरी थियो। तर यसमा चाहिँ क्याम्पसको विशेष रिक्वेस्टमा चाहिँ हाम्रो म्यानेजमेन्टले चाहिँ यसलाई परिवर्तन गर्न के चाहिँ गरेको छ भने 6 गतेमा चाहिँ डेरी टेक्नोलोजी थ्योरी नै छ, त्यसै गरी 11 गतेमा यथावत स्टोरेज एन्ड प्याकिङ टेक्नोलोजी थ्योरी नै छ भनेको 6 र 11 गतेको परीक्षा चाहिँ यथावत नै छ र मात्र 2083 साल 4 महिना 8 गते अर्थात् साउन 8 गते भएको जुन अपरेसन रिसर्च एन्ड प्लान्ट फुड प्लान्ट म्यानेजमेन्ट थ्योरी भन्नेको परीक्षा थियो त्यो सब्जेक्टको परीक्षालाई चाहिँ 8 गतेबाट सारेर 14 गते पुर्याएको छ। जुन 2083 साल 4 महिना 14 गते अर्थात् 2083 साल साउन 14 गते चाहिँ साउन 8 गतेको परीक्षालाई सारिएको छ। त्यो दिन रहेको परीक्षा भनेको अपरेसन रिसर्च एन्ड फुड प्लान्ट म्यानेजमेन्ट थ्योरी रहेको छ। त्यसै गरी तल रहेको छ द्रष्टव्य भनेर छ। यहाँ चाहिँ हामीले के भन्दैन तोकिएको परीक्षा केन्द्र हाम्रो यहाँनिर के छ भने यसको चाहिँ जुन परीक्षा केन्द्र रहेको छ यसको सम्भवतः परीक्षा केन्द्र आउने हप्तामा प्रकाशित गर्ने जमर्को गरेका छौँ। र अर्को कुरो भनेको चाहिँ यसमा चाहिँ तोकिएको परीक्षा केन्द्र बाहेक अन्य कुनै केन्द्रमा गएर परीक्षा दियो धरानको विद्यार्थी थियो उसले धरान नै परीक्षा केन्द्र तोकेको थियो। तर काठमाडौँ अथवा अन्य कुनै परीक्षा केन्द्रमा गएर परीक्षा दियो भने त्यस्तो परीक्षार्थीहरूको उत्तर पुस्तिका रद्द गरिन्छ अथवा त्यस्तो विद्यार्थीको परीक्षा चाहिँ स्वतः रद्द हुनेछ है। त्यसैले चाहिँ तोकेकै परीक्षा केन्द्रबाट हजुरले परीक्षा दिनुपर्नेछ र यसको परीक्षाको सेड्युल चाहिँ हामी सम्भवतः अर्को हप्ता चाहिँ प्रकाशित गर्ने जमर्को गर्नेछौँ। यसमा हजुरले केही कुरा बुझ्नु भएन केही कुरा जान्न मन छ भने हाम्रो कमेन्ट सेक्सनमा गएर सोध्न सक्नुहुनेछ। त्यसै गरी अर्को रहेको छ हाम्रो फेसबुक पेजमा कसरी चाहिँ यो सूचनालाई चाहिँ हेर्ने फेसबुक पेजको नाम के रहेको छ भन्ने जसलाई लाग्यो भने त्रिवी परीक्षा निर्णय कार्यालय बल्खु भनेर हाम्रो आधिकारिक फेसबुक पेज रहेको छ। अर्थात् हजुरलाई चाहिँ त्यहाँबाट पनि सर्च गर्न अझ अप्ठ्यारो लाग्यो सर्च गरेर देखिएन भने हजुरले चाहिँ हाम्रो परीक्षा निर्णय कार्यालयको वेबसाइटमा जानु होला exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुहुन्छ। जब हजुरले exam.tu.edu.np टाइप गरेर इन्टर गर्नुहुन्छ अनि यस्तो स्क्रिन देख्नुहुन्छ। यसले हजुरले क्रस गरेर जानुपर्ने हुन्छ। क्रस गरिसकेपछि यहाँनिर हेर्नुहुन्छ कि कर्नरमा चाहिँ 4वटा आइकनहरू रहेको छ जस्तै फेसबुक ट्विटर लिङ्कडिनहरू यिनीहरूको फेसबुक आइकनहरू रहेको छ। त्यो रहेका आइकनहरूमध्ये हजुरले चाहिँ फेसबुकमा क्लिक गर्नुपर्ने हुन्छ। जब हजुरले फेसबुकमा यसरी क्लिक गर्नुहुन्छ अनि चाहिँ अटोमेटिकल्ली त्रिवी परीक्षा निर्णय कार्यालयको आधिकारिक फेसबुक पेजमा रिडाइरेक्ट गर्नेछ जहाँ हजुरले सबै इन्फर्मेसनको डिटेलहरू पाउनुहुनेछ है। अहिले चाहिँ मेरो चाहिँ यसमा त्यसले लगआउट भएको हुनाले यसमा चाहिँ मेरो अहिले लगइन छैन। मेरो फेसबुक चाहिँ लगइन नभएको हुनाले चाहिँ यसले चाहिँ त्यसको बाहिर लगइन पेजमा रिडाइरेक्ट गर्यो। तर तपाईँहरूको चाहिँ डिभाइसमा चाहिँ अलरेडी फेसबुक चाहिँ लगइन छ भने तपाईँको फेसबुक आइकनमा क्लिक गर्दा बित्तिकै त्रिवी परीक्षा निर्णय कार्यालयको आधिकारिक फेसबुक पेजमा रिडाइरेक्ट गर्छ। हामीले हरेक इन्फर्मेसन चाहिँ तिनटै ठाउँमा राख्ने गर्दछौँ। एउटा वेबसाइटमा राख्ने गर्छौँ, युट्युब च्यानलमा राख्ने गर्छौँ, त्यसै गरी फेसबुकमा पनि राख्ने गर्छौँ। हामीले फेसबुकमा राख्नुको अर्थ यो हो कि जहाँ चाहिँ हाम्रो नम्बर अफ युजरहरू किनभने हाम्रो म्याक्सिमम विद्यार्थीहरूले चाहिँ फेसबुक युजरहरू छन् जसले गर्दा हामीले फेसबुक पेज सञ्चालनमा ल्यायो भने म्याक्सिमम विद्यार्थीहरूले चाहिँ त्यसको एक्सेस पाउन सक्नेछन् र जसले गर्दा विद्यार्थीको सूचनामा चाहिँ पहुँच बढ्नेछ। र त्यसै गरी यदि विद्यार्थीहरूले त्यसमा केही गरी बुझेनन् भने हामीले युट्युब च्यानल पनि सञ्चालनमा ल्याएका छौँ। युट्युब च्यानल चाहिँ अलिक कसो कहाँ छ के छ भन्ने कुरा म जानकारी दिने छ। त्योभन्दा पहिला चाहिँ युट्युब च्यानल सञ्चालन हामी ल्याउनुको कारण के हो भने विद्यार्थीहरूले फेसबुकमा राखेको अथवा वेबसाइटमा राखेको सूचनाको इन डिटेल चाहिँ बुझ्न अलिकति गाह्रो हुनाले हामीले त्यसलाई चाहिँ डिटेलमा चाहिँ व्याख्या गरेर चाहिँ त्यसको डिटेलमा चाहिँ इन डिटेलमा चाहिँ त्यसलाई डिस्क्राइब गरेर त्यसको व्याख्या गरेर चाहिँ हामीले युट्युबमा राख्ने गर्छौँ जसले गर्दा विद्यार्थीले चाहिँ सहजै बुझ्न सकोस्
जसले गर्दा विद्यार्थीलाई कन्फ्युजन नहोस् भन्ने धारणाले युट्युब च्यानल पनि सञ्चालनमा ल्याएका छन्। यदि हजुरले यसमा केही कुरा बुझ्नु भएन भने हाम्रो युट्युब च्यानलको कमेन्ट सेक्सनमा गएर पनि सोध्न सक्नुहुन्छ, हामी रिप्लाई दिन प्रयत्न गर्नेछौँ। अब त्यसै गरी हाम्रो युट्युब च्यानलमा हेर्नको लागि के गर्ने भन्ने हजुरलाई लाग्यो भने सर्वप्रथम हजुरले आफ्नो मोबाइल अथवा ल्यापटपमा भएको युट्युब एप्लिकेसन खोल्नुपर्ने हुन्छ। हजुरले युट्युब एप्लिकेसन खोलिसकेपछि युट्युबको सर्च बारमा गएर चाहिँ ओसिओई टाइप गरेर इन्टर गर्नुहोस्। हजुरले युट्युबको सर्च बारमा जानुहोस्, युट्युबको सर्च बारमा गइसकेपछि ओसिओई टाइप गरेर इन्टर गर्नुहोस्। ओसिओई टाइप गरेर इन्टर गरिसकेपछि जस्तो टियु अप्सन कन्ट्रोलर अफ एक्जामिनेसन भनेर के अरे हाम्रो देखिने चाहिँ हाम्रो युट्युब च्यानल देखिन्छ, त्यसमा हजुरले क्लिक गर्नुपर्ने हुन्छ। फर्स्टमै आउँछ, फर्स्टमा चाहिँ त्यसमा क्लिक गरिसकेपछि त्यहाँनिर एउटा सब्सक्राइब भन्ने अप्सन आउँछ। हजुरले पनि त्यहाँनिर सुन्नलाई के छ भने यहाँनिर गएर सब्सक्राइब भन्ने अप्सन आउँछ। सब्सक्राइब भन्ने अप्सन आइसकेपछि त्यसमा गएर हजुरले सब्सक्राइब गर्नुपर्ने हुन्छ। सब्सक्राइब गरिसकेपछि भित्र अल भन्ने अप्सनलाई सिलेक्ट गर्नु होला। यदि हजुरले सब्सक्राइब गरिसकेपछि अल भन्ने अप्सनलाई सिलेक्ट गर्नुभयो भने त्यो सब्सक्राइब हुँदैन। सब्सक्राइब गरिसकेपछि सब्सक्राइबभित्र चाहिँ अल भन्ने अप्सन सब्सक्राइब भन्नेमा क्लिक गर्नु होला। त्यसभित्र गइसकेपछि अल भन्ने अप्सन हुन्छ, अल भन्ने अप्सन सिलेक्ट गरेर राख्नुपर्ने हुन्छ। जब हजुरले अल भन्ने अप्सन सिलेक्ट गरेर राख्नुहुन्छ तब मात्र परीक्षा निर्णय कार्यालयले सेवा प्रवाहका लागि जुन सूचनाहरू निकाल्छ त्यसको भिडियो बनाएर हामीले युट्युबमा अपलोड गर्छौँ। जब हामीले अपलोड गर्दा बित्तिकै त्यो अपलोड गरेको भिडियोको चाहिँ हजुरको मोबाइलमा चाहिँ नोटिफिकेसन बेल आइकन रिङ हुन्छ, बज्छ। त्यो बजिसकेपछि हजुरले सहजै थाहा पाउन सक्नुहुन्छ कि आज परीक्षा निर्णय कार्यालयले चाहिँ यो यस्तो सम्बन्धी सूचना निकालेर यसलाई नतिजा प्रकाशन, तपाईँको परीक्षा सञ्चालन, रुटिन, परीक्षा केन्द्र यावत कुराको लागि चाहिँ आज है यस्तो सूचना चाहिँ परीक्षा निर्णय कार्यालयले निकालेछ भन्ने जानकारी पाउन सहज हुन्छ। त्यसैले चाहिँ हामीलाई हजुरलाई चाहिँ सब्सक्राइब गर्नुहोस् भन्नुको कारण चाहिँ यो है। भन्नुको मतलब हाम्रो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्नु होला र सब्सक्राइब गरिसकेपछि मात्रै अल भन्ने अप्सन त्यो अप्सनहरू देखिन्छन्। अप्सनमा चाहिँ अल भन्ने अप्सन हजुरले सिलेक्ट गर्नुपर्ने हुन्छ है। त्यो अल गर्दा बित्तिकै अल गर्नुको कारण सब्सक्राइब गरेर अल गर्नुको कारण चाहिँ हामीले भिडियो अपलोड गर्दा बित्तिकै हजुरको मोबाइलमा अटोमेटिकल्ली नोटिफिकेसन जान्छ, जसले गर्दा हजुरलाई फाइन्ड आउट गर्नु सजिलो हुन्छ है। त्यसै गरी तलपट्टि रहेको चाहिँ यहाँनिर अप्सन देख्न सक्नुहुन्छ होम भिडियोज प्लेलिस्ट एन्ड पोस्ट। हजुरले भिडियोजमा क्लिक गर्नु होला। भिडियोजमा क्लिक गरिसकेपछि तलबाट अझै 4-3 अप्सन देखिन्छ, लेटेस्ट, पपुलर एन्ड ओल्डेस्ट। हजुरले लेटेस्टमा चाहिँ टिक लगाएर राख्नुहोस्। लेटेस्टमा टिक लगाउनुहोस् भन्नुको अर्थ के हो, सिलेक्ट गर्नुहोस् भन्नुको अर्थ के हो भने परीक्षा निर्णय कार्यालयले चाहिँ भर्खरै अपलोड कुन भिडियो गर्छ त्यो भर्खरै अपलोड गरेको भिडियो चाहिँ टपमा लिस्ट हुन्छ र टपमा लिस्ट भइसकेपछि हजुरलाई चाहिँ त्यो भिडियो चाहिँ फाइन्ड आउट गर्न सहज पनि हुनेछ है, जसले गर्दा हजुरलाई सूचनामा चाहिँ इजिली एक्सेस हुनेछ है। त्यसै गरी यसरी चाहिँ अपलोड गरेका भिडियोहरू देखिने चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। र अर्को भनेको चाहिँ विद्यार्थीको लागि एकदमै इन्फर्मेटिभ भिडियो भनेको चाहिँ तल के छ भने हजुर लास्टमा जानु होला। लास्टमा म हजुरलाई देखाउँदैछु। हामीले अब प्रत्येक भिडियोमा भन्ने पनि गरेका छौँ र यसमा पनि हजुरलाई भन्नेछौँ। हजुरले त्यो यो भिडियोहरू लिएर हजुरले आफ्नो फाइदा लिन सक्नुहुनेछ है। यहाँनिर छ अर्को हेर्नुहोस्, हाउ टु क्रिएट एन अनलाइन स्टुडेन्ट पोर्टल लगइन भनेर एउटा हामीले यहाँनिर भिडियो बनाइदिएका छौँ। यो भिडियो बनाएर हेरेर चाहिँ हजुरले आफ्नो घरमै बसेर चाहिँ परीक्षा निर्णय कार्यालय सञ्चालनमा ल्याएर स्टुडेन्ट पोर्टलको चाहिँ लगइन एक्सेस बनाउन सक्नुहुन्छ। जुन चाहिँ कुनै पनि विद्यार्थी चाहिँ युनिभर्सिटीमा अथवा क्याम्पसमा इन्ट्री भएदेखि एक्जिट हुँदासम्म अथवा युनिभर्सिटीमा जोइन भएदेखि भोलिको दिनमा पास आउट गरेर रिलिज हुँदासम्म चाहिँ यो लगइन चाहिने गर्दछ, जसले गर्दा विद्यार्थीको परीक्षाको आवेदन फारम, रजिस्ट्रेसन, रिटोल्डिङ र भोलि पास आउट सम्पूर्ण कुराको पास आउट भइसकेपछि डकुमेन्ट इस्यु गर्नसम्म चाहिँ हामीले यो लगइन चाहिने हुनाले हजुरले सकेसम्म चाहिँ यो भिडियो हेरेर लगइन बनाउनु पर्ने हुन्छ। त्यसै गरी कोही विद्यार्थीहरूलाई चाहिँ परीक्षाको चाहिँ तपाईँको परीक्षामा चित्त नबुझेको हुनसक्छ, लेखेको जस्तो मार्क्स नआएको हुनसक्छ अथवा मिस्टेकले पनि केही भएको हुनसक्छ। त्यस्तो बेला चाहिँ विद्यार्थीहरूलाई चित्त नबुझेको हुन चाहिँ रिटोलिङ दिन सक्नुहुन्छ। त्यो रिटोलिङ दिनको लागि यो भिडियो हेरेर हजुरले घरमै बसेर रिटोलिङ गर्नुपर्ने हुन्छ। इभन तपाईँ परीक्षा निर्णय कार्यालय आउनुभयो भने पनि तपाईँले चाहिँ घरमा रिटोलिङ अनलाइन नै गर्नुपर्ने हुन्छ। त्यसको अरू कुनै विकल्प छैन। पहिलाको जस्तो फारम भरेर जुन रिटोलिङ गर्ने प्रणाली थियो त्यो चाहिँ सम्पूर्ण ब्यान गरेको छ, त्यो चाहिँ सम्पूर्ण क्यान्सल गरिएको छ। अहिले रिटोलिङ गर्नको लागि चाहिँ हामीले यो भिडियो हेरेर घरमै बसेर हजुरले रिटोलिङ गर्नुपर्ने हुन्छ। पहिला 35 दिनमा आएर रिटोलिङ गर्ने जुन परिपाटी थियो त्यसलाई चाहिँ अहिले हामी अनलाइन भएको हुनाले त्यसलाई घटाएर हामीले 15 दिनमा चाहिँ रिटोलिङ गर्ने प्रणाली विस्तार गरेका छौँ। त्यसलाई चाहिँ हामीले लागू गरेका छौँ। सोही अनुसार हजुरले यो भिडियो हेरेर सकेसम्म परीक्षा आएको सकेसम्म एक डेढ हप्तामै गर्नु होला र म्याक्सिमम् चाहिँ 15 दिनभित्र हजुरले रिटोलिङ पर्ने हुन्छ, अन्यथा कुनै उपाय छैन है। त्यसै गरी अर्को तलपट्टि रहेको चाहिँ विद्यार्थीहरूलाई एकदमै चाहिने भनेको इन्फर्मेटिभ भिडियो, त्यसै अनलाइन टियु एक्जाम फर्म बाई स्टुडेन्ट क्याम्पस एन्ड ओसिओई भनेर छ। हजुरले यो भिडियो हेरेर चाहिँ परीक्षार्थीहरूले घरमा बसेर परीक्षाको आवेदन फारम भर्न सक्नुहुनेछ। किनभने क्याम्पसले फारम भर्दाखेरि विभिन्न किसिमका समस्याहरू आउने गरेर चाहिँ विद्यार्थीले पढ्नुपर्ने एउटा हुन्छ, तर फारम अर्को भर्दै आउँछ। त्यसले गर्दा विद्यार्थीको रिजल्टमा चाहिँ ह्याम्पर हुन्छ, भोलिका दिन डकुमेन्ट इस्यु गर्दा समस्या आउँछ, विद्यार्थीले दुःख पाउने गरेका छन्। त्यही विद्यार्थीहरूको चाहिँ गुनासोलाई चाहिँ सम्बोधन गरेर हामीले त्यो सिस्टम चाहिँ अनलाइन सिस्टम चाहिँ लागू गरेका छौँ। सोही अनुसार त्यो कसरी सञ्चालन गर्ने, त्यसलाई कसरी चलाउने भन्ने कुराको सम्पूर्ण जानकारी चाहिँ हामीले यसै भिडियोमा राखेको छौँ। यो भिडियो हेरेर चाहिँ परीक्षार्थीहरूले परीक्षाको आवेदन फारम पनि भर्न सक्नुहुनेछ। त्यसै गरी तलपट्टि अर्को रहेको छ अनलाइन टियु रजिस्ट्रेसन बाई स्टुडेन्ट क्याम्पस एन्ड ओसिओई भन्छ।
विद्यार्थीवर्गहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ परीक्षाको त्रिभुवन विश्वविद्यालयको त्रिवि रजिस्ट्रेसन कसरी गर्ने भन्ने कुराको यो भिडियो हेरेर हजुरले घरमै बसेर आफ्नो अनलाइन को सहायताद्वारा चाहिँ परीक्षा नियन्त्रण कार्यालय त्रिवि रजिस्ट्रेसन परीक्षा नियन्त्रण कार्यालयले सञ्चालनमा ल्याएको पोर्टलको प्रयोग गरेर चाहिँ हजुरले त्रिवि रजिस्ट्रेसन गर्न सक्नुहुनेछ। रजिस्ट्रेसन गर्दाखेरि चाहिँ क्याम्पस रजिस्ट्रेसन गर्दा विभिन्न किसिमका विद्यार्थीका डिटेलहरू मिस्टेक हुने, विद्यार्थीका स्टुडेन्ट प्यारेन्ट्सका डिटेलहरू मिस्टेक हुने, विद्यार्थीको डकुमेन्टहरू चाहिँ एउटाको अर्कोमा पर्दैन, यताउता समस्याहरू आएका जुन गुनासोहरू थियो त्यो कुराहरूलाई चाहिँ सम्बोधन गर्नको लागि हाम्रो अनलाइन जुन रजिस्ट्रेसन प्रणालीले पनि अनलाइनमा ल्याएका छौँ र सोही अनुसार चाहिँ हजुरले प्रयोग गर्नको लागि यो भिडियो पनि हामीले अनलाइनमा अपलोड गरिदिएका छौँ। सोही अनुसार हजुरले यो भिडियो हेरेर चाहिँ यो भिडियो हेरेर रजिस्ट्रेसन गर्न सक्नुहुनेछ, जसले गर्दा चाहिँ विद्यार्थीहरूबाट के अरे क्याम्पसबाट हुने मिस्टेक्सहरूलाई चाहिँ मिनिमाइज गर्न सहयोग गर्नेछ। र अनि अर्को कुरो भनेको चाहिँ हजुरको चाहिँ यदि त्रिवि रजिस्ट्रेसन चाहिँ एक्ज्याक्ट एकदम करेक्ट बन्यो भने करेक्ट बन्यो, त्यसमा कुनै पनि मिस्टेक्स आएन भने भोलिका दिनमा तपाईँको परीक्षामा पनि कुनै समस्या देखिँदैन, रिजल्टमा पनि कुनै समस्या देखिँदैन र इभन एन्ड अफ द डे जुन दिन तपाईँ पास आउट भएर रिजल्ट दिँदाखेरि डकुमेन्ट इस्यु गर्नुपर्ने हुन्छ, डकुमेन्ट इस्युमा पनि कुनै समस्या देखिँदैन। सो हामीले अनलाइन सिस्टम सञ्चालनमा ल्याएका छौँ र अनलाइन सिस्टम सञ्चालनमा ल्याइसकेपछि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने धारणा त्यसलाई कसरी प्रयोग गर्ने भन्ने जुन हाम्रो त्यसलाई चाहिँ कसरी प्रयोग गर्ने भन्ने थियो, त्यसलाई चाहिँ हामीले यसरी प्रयोग गर्न सकिन्छ भनेर हाम्रो मेन्यु पनि राखिदिएका छन्। सोही अनुसार हामीले भिडियो बनाएर पनि अपलोड गरिदिएका छौँ। हजुरले चाहिँ यसरी हेर्न सक्नुहुनेछ कसरी प्रयोग गर्न सकिन्छ र जसले चाहिँ यो हाम्रो भिडियो हेरेर चाहिँ विद्यार्थीलाई चाहिँ प्रयोग गर्न सहज होस् भन्ने धारणाले चाहिँ हामीले यो भिडियो चाहिँ अपलोड गरेका छौँ, अपलोड गरेर राखेका छौँ र हाम्रो परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक युट्युब च्यानलमा गएर हजुरले सर्च गरेर हेर्न सक्नुहुनेछ। सोही अनुसार सर्च गरिसकेपछि भिडियोहरूले हेरेर आफ्नो फाइदा लिन सक्नुहुनेछ। र यसमा हजुरलाई केही कुरा बुझ्नु भएन, हजुरलाई केही कुराको जिज्ञासा छ भने हाम्रो भिडियोको कमेन्ट सेक्सनमा गएर सोध्न सक्नुहुनेछ, हामी त्यसको जवाब दिने प्रयत्न गर्नेछौँ। आजको लागि यति नै, धन्यवाद।